साथीहरु नमस्ते जोरले धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो न्यू भ्लगमा। म तपाईकै साथी भीमा थापा मगर। साथीहरु तपाईहरु सन्चै हुनुहुन्छ? म चाहिँ ठिकै छु। हिजो रातभरि पानी पर्यो हेर्नु। आज फेरि यस्तो चरक्क घाम चर्केको छ। घाम चर्केर आपत परेछ। मेरो चाहिँ अब बाहिर जाने तयारी छ साथीहरु। म चाहिँ तामनगरसम्मको यात्रा हुँदैछ मेरो चाहिँ। म तामनगर जाँदैछु साथीहरु, दिदीको लागि पार्सल छोड्नको लागि। म चाहिँ अब रेडी भएर हिँड्न लागेको। यहाँ चाहिँ अहिले फेरि दिनमा बेसरी घाम हुन्छ नि त, त्यही भएर मैले चाहिँ नानी बाबु छोडेर आएँ। अनि त्यसपछि अब चाहिँ म पार्सल छोड्न जाँदैछु। पार्सल छोडेर कतिखेर आइन्छ थाहा छैन। अब म चाहिँ बाटो लाग्न लागेको साथीहरु। आएपछि म चाहिँ तपाईहरुलाई आएपछि हैन, मैले बिचबिचमा सकेसम्म बिचबिचमा जाने दृश्यहरु पनि भिडियोहरु पनि गराउने छु भन्ने सोचेछु। अब कतिको मिल्छ अब त्यहाँ बनाउनको लागि हेरौँ साथीहरु। यहाँ चाहिँ आमाले बनाउनु भएको छ दिनलाई सब्जी घेरौँला यता बोडी पनि यति धेरै भएको छ कि हेर्नु साथीहरु। कहिले कापै कहिले यस्तो धेरै भएको छ। यो चाहिँ घरै फलाउनु भएको, दिदीले पठाउनु भएको नि त आमा। दिदीले पठाउनु भएको बोडी, यो दिदीले दिनुभएको घिरमला। म चाहिँ हिँडेछु पार्सल छर्नलाई। यो चाहिँ पार्सल, म चाहिँ अब पार्सल छर्नलाई रेडी भएर हिँड्न लागेको साथीहरु। यो चाहिँ मैले तामनगर पुर्याउनु हुनेछ, तामनगर पुर्याएर आउने हो। यो चाहिँ मैले पार्सल इन्डिया लाने पार्सल हो यो चाहिँ। अब चाहिँ म चाहिँ हिँड्ने साथीहरु। अब चाहिँ यो खान्छ आमा। अब चाहिँ म तामनगरतिर लागे साथीहरु। म चाहिँ पार्सल छोडेर आएको। यति गर्मी भयो। म चाहिँ यहाँ शीतलमा आछु। घरतिर चाहिँ एकदम पोलेको छ, त्यही भएर म यहाँ गोठमा आछु। यहाँ बाख्राहरुसित यहाँ साइनो गाँस्न आछु। यिनीहरूलाई चाहिँ एकदम शीतल छ। यहाँ चाहिँ मन्द मन्द हावा चलिरहेको छ कि शीतल छ, त्यही भएर म पनि यहाँ शीतल खान आएको छु। बाटोमा चाहिँ भिडियो गराउँछु भनेको भिडियो चाहिँ गराउन पाएन, किनभने बाटोमा एकदम घाम चर्के थियो। अहिले चाहिँ एकदम घाम छ। बिहान चाहिँ शीतल शीतल थियो, अहिले चाहिँ एकदम घाम चर्केछ। त्यही भएर मैले भिडियो चाहिँ बनाएन। एकदम घाममा टिलिल्ल टल्केको यो कालो निधार के देखाउनु भनेर है। घामले डढेर पुरै कालो भइएछ। अलिअलि अब जाडो लाउँदा अब अलिअलि गोरो भइन्थ्यो र अहिले त कालै भइएछ। अब आफ्नै अनुहार ऐनामा हेर्दा पनि आफै हो कि होइन जस्तो लाग्न थालिसक्यो साथीहरु। अनि त्यही भएर चाहिँ मैले चाहिँ भिडियो नगराइकन सरासरी कुदाउँदै घरतिर लागे के। म चाहिँ टाप पसेँ पार्सल छोडेर। अनि आएर चाहिँ अहिले चाहिँ म यहाँ बसिरहेछु, आराम गरिरहेछु। म चाहिँ शीतल खाइरहेछु, शीतल आइरहेछ। अहिले चाहिँ हाम्रो चाहिँ यता अब धेरैजनाले चाहिँ आलीमेडी गरिसक्नु भएको छ है। आलीमेडी गरिसक्नु भएको छ। यहाँ हाम्रो मात्रै गरे छैन, किनभने हाम्रो गर्नलाई अझै टाइम छ, बिउ सानै छ भनेर चाहिँ नातिकन बसेछु म चाहिँ। बेला छ, टाइम छ के अरे। अब गरिन्छ, धेरै पनि छैन। अब अरूको जस्तो बिगा छैन, हाम्रो चाहिँ थोरै छ भनेर म चाहिँ नातेर बसेछु। तर अब सबै रोपिसकेपछि त आत्तुरी त लाग्छ। कहिले रोप्ने होला जस्तो त हुन्छ। तर पनि ठिक छ, अब एक दिनको काम हो, गरेर सकिन्छ भन्ने मलाई लागिरहेछ साथीहरु। त्यही भएर आफू त नकराई बसिएछ। अब जतिखेर पर्ला त्यतिखेर टर्ला भन्ने छ। यस्तो छ। अब असार भनेर भन्ने हो हेर्नु। अब असारको आज 11-12 गते गइसक्यो। आज 12 गते असारको यस्तो छ। चाँजो टन्टपुरे घाम खडेरी हिजो साँझ आयो धरो पानी। अनि अहिले फेरि घाम चर्कियो। अब यस्तोमा खेत नरोप्न सकिन्छ। अब नरोपेको खेत राम्रो हुन्छ। अब असारमा भनेको त झरी परेको परै पानीको भल बगेको भएर पो बल्ल खेत रोपेर अब खेत राम्रो पनि धान राम्रो, खेत राम्रो होइन कि धान राम्रो हुन्थ्यो र साथीहरु है। छैन, त्यो केही छैन। अहिले त उ बेला के भने पहिलाका मान्छेहरूले भन्थे के अब चाहिँ यस्तो दिन आउँछ कि मान्छेहरूलाई खानाको अनिकाल पर्छ भन्थे के। त्यो चाहिँ अब आउला जस्तै मानेछु के मैले चाहिँ। यो बेला चाहिँ हो, अब चाहिँ आउँछ होला, खानाको अनिकाल चाहिँ अब पर्छ होला भनेछु। मेरो आँखा चाहिँ पुरा बन्द हुन लागे जस्तो भछ कि एकदम थकाइ लाग्छ मलाई फेरि बिहानबाट हिँडेको। अनि त्यस्तो भइरहेछ।
अब अनिकाल होला जस्तो अब हर चिज मङ्गेला जस्तो लागिरहेछ कि किनभने यस बेलासम्म धान रोप्न पाइए छैन। अब अलि अझै पछि रोपेको धान कस्तो हुने हो थाहा छैन, फल्छ कि फल्दैन त्यो पनि थाहा छैन है। अब हेर्दै जाऊँ कस्तो हुन्छ। अब सकभर त आजसम्म त किनेर खान परे छैन। चामल भन्ने कुरा अब घरमै उब्जिन्छ, किनेर खानु परे छैन। अब चाहिँ पर्यो भने चाहिँ अब पर्छ जस्तो त लाग्दैन, किनभने पोहोरको चामल अझैसम्म छ। अब एक साललाई अझै पुग्छ एक साललाई। अब यो एक साल त अब गइसक्यो, अब जान्छ। अब यो एक साललाई भइसक्यो, अर्को आधा महिनालाई पनि पुग्छ, असारसम्मलाई मजाले बसेर खान पुग्छ। अब धान अब पछि अलिअलि त होला, अलिअलि भयो भने अब परिवार धेरै पनि छैन, थोरथोरैलाई जति पनि मजाले पुग्छ भन्ने मलाई लाग्छ। अब धेरै परिवार हुनेलाई त अब मजदुरी गरेर खानेहरूलाई त गाह्रो छ। भाउ बढ्यो भने त आकाशको छोयो भने त गाह्रो छ नि त। यहाँ त अब गरेर खान पनि महँगियो भने त बेसरी गाह्रो पर्छ नि त। अब पैसा पनि चाहियो, अब हरेक चिज किनेर खान पर्यो। खेती हुनेले पो गरेर खान्छ र त्यस्तो छ यहाँ चाहिँ। त्यही भएर अब भगवान्ले पनि अब धेरै पाप भयो, संसारमा धेरै पाप भयो, अब चाहिँ नाश हुनपर्छ भनेर यस्तो गराएको हो कि अब प्रकृति नै यस्तो भएको यो चाहिँ बुझ्न सके छैन। अब प्रकृति पनि बिग्रिँदै गएको होला। अब मान्छेको जनसङ्ख्या बढ्दैछ, वातावरण प्रदूषण हुँदैछ साथीहरू। यति भएछ कि प्रदूषण ओहो, घरदेखि बुटोसम्म गएर आउनुपर्छ, मान्छे सबै धुलोले पुरिन्छ, त्यतिसम्म धुलो उड्छ के। अनि बिरामी उस्तै, मान्छेलाई रोग उस्तै लागेछ, हस्पिटलमा उस्तै मान्छे, जुन ठाउँमा गयो त्यही मान्छे के। मान्छे नभएको ठाउँै छैन कि। यति मान्छेले भरिएको ठाउँमा अब पृथ्वीमा यति धेरै मान्छेको लोड भएको पृथ्वीमा अब पृथ्वी नभासिएर के भासिने अब होला जस्तो लाग्दैन। अब कति बाँच्चेला र अब धेरै बाँच्नु पनि छैन, पृथ्वीको बोझ मात्रै भन्ने लाग्छ। अब के गर्नु, अब बाँचुन्जेल त खान पर्यो, फेरि खान पर्यो, अब खुलाउन पर्यो। अब केटाकेटी छन्, खुलाउन पर्यो, भोकभोकै मार्न भएन भन्ने हो साथीहरू। तर घाम चाहिँ बडो छ, अब काम गर्न सक्ने स्थिति छैन, किनभने वातावरण नै छैन काम गर्ने त। अब यसो उभिन गयो खेतमा, चक्कर लागेर बोमिटाउला जस्तो हुन्छ, त्यति साह्रो घाम छ। अब अरूलाई पनि लागेको हो कि मलाई मात्र लागेको हो कि मै मात्र त्यस्तो भएको कि के हो साथीहरू। बानी साह्रै बिग्रेछ, घाममा निस्किनै सकिन्न। यस्तो घाम हुन्छ, पहिला कति तन्तपुरे घाममा खेलिन्थ्यो है। आजभोलि त मान्छेले काम गरेको देख्दा पनि ओहो के गर्छन् हो, काम जस्तो हुन्छ के। बानी साह्रै बिग्रियो। अब काम नगरी पनि खान छैन, फेरि काम त गर्नु नै छ फेरि। तर शीतल चाहिँ चाहियो, शीतलमा गर्न पाए हुन्थ्यो भन्ने यो मनले सोच्ने के। त्यस्तो भएको छ साथीहरू। तपाईँहरूले चाहिँ के गर्दै हुनुहुन्छ? धान चाहिँ कसले रोपिसक्नुभयो कमेन्ट लेख्नु होला साथीहरू। कसले रोप्नु भएछ? अब पाहाडतिर पनि निश्चय पानी पर्यो होला। अब यो मधेसमा मात्र होइन कि, पाहाडतिर नि परेछ निश्चय पानी। हिजो चाहिँ बडो ठुलो पानी आयो के, एकदम हावाहुरीसँगको पानी आयो, एकदम ठुलो आयो पानी पनि। अनि त्यही भएर तपाईँहरूले पनि अब रोपाइ त सुरु गर्नुभयो होला। पाहाडतिर भनेको एकदम रमाइलो हुन्छ क्या रोपाइ सुरु गर्दा, सबैजना मिलेर। यहाँ भनेको खेत र अब सबै पैसामा मात्रै हो त्यस्तो। अनि पैसामा मात्रै, फेरि सबैले रमाइलो गर्ने टाइपको हुनुहुन्न के। आफ्नो काम गर्ने, लुत उठेर हिँड्ने, त्यस्तो मतलबै हुन्न। पाहाडमा भनेको पुरै रमाइलो गर्ने, सबै गुरुम्म भएर बस्ने, गुरुम्म भएर मिलेर काम गर्ने है, अरिम परिम काम गर्ने हुन्छ। यहाँ फेरि त्यस्तो छैन क्या साथीहरू, आफ्नो मतलब मात्रै छ। त्यही भएर तपाईँहरूको दिन चाहिँ कस्तो बितिरहेछ साथीहरू? आफ्नो चाहिँ यस्तै छ, हिँड्दा कहिले कता हिँड्न, कहिले कता हिँड्न, हिँड्दा ठिक्कै भएको छ। अब खेततिर त हेर्न नि भ्याएको छैन कि, कति ठाउँमा त अझै घाँस काट्नै छ। अस्ति नै अलिकति काटेँ, अझै काट्नै छ घाँस त कति छ काट्नलाई अझै। अब रोप्ने बेला भयो भने त्यसलाई अब एउटा आली छ, आलीलाई काटेर अरू आली चाहिँ पछि काट्नु होला भन्ने सोचेछु। किनभने सकिन्न साथीहरू, यो घाममा त गर्न सकिन्न। अब आफू मरेर गर्न भएन, आफू बाँचे पो है गरेला ल पछिसम्म। त्यही भएर मरेर गर्न सकिन्न। लौ त साथीहरू, अब मेरो दिन यस्तै कटिरहेछ। तपाईँको दिन कस्तो छ कमेन्ट गर्नु होला। मेरो भिडियो कस्तो लाग्छ
मेरो भिडियो कतिले मन पराउनुहुन्छ, कतिले हेर्नुहुन्छ। अझै माया सपोर्ट गरिराख्नु होला मलाई। अनि लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला साथीहरू। मेरो भिडियो हेरिसकेपछि सकेसम्म पुरा हेरिदिनु होला, मलाई अझै धेरै माया गरिदिनु होला भन्दै म चाहिँ बिदा हुन्छु। तपाईँको दिन शुभ रहोस्। हस्त, बाई बाई।